आज म हजुरलाई देखाउँछु 1 मिलियन दिरहम्सको टाउन हाउस कस्तो हुन्छ भनेर। भित्र जाँदा बित्तिकै यो साइडमा हजुरले देख्न सक्नुहुन्छ हजुरको स्टेयर केस, त्यसपछि राइट ह्यान्ड साइडमा रहेको छ हजुरको पाउडर रुम, त्यसपछि लेफ्ट ह्यान्ड साइडमा रहेको हजुरको स्टोर रुम, त्यसपछि भित्र जाँदा बित्तिकै यता रहेको छ हजुरको ओपन स्टाइलको किचन भने यो छ हजुरको स्पेसियस लिभिङ रुम र यो रहेको छ हजुरको गार्डन एरिया। माथि जाँदै गर्दाखेरि राइट ह्यान्ड साइडमा रहेको छ हजुरको 1 बेडरुम। यो हो हजुरको फर्स्ट बेडरुम विथ अट्याच वासरुम। त्यसपछि यो रहेको छ हजुरको स्टोर रुम अगेन। त्यसपछि यो रहेको छ हजुरको सेकेन्ड बेडरुम, त्यो पनि आउँछ हजुरको बाथरुमसँग। यो टाउन हाउस G+2 को हो, सो हामी जाँदैछौँ सेकेन्ड फ्लोरमा। हजुरको आउँछ एउटा स्टोर रुम। त्यसपछि यो हो हजुरको थर्ड बेडरुम विथ अट्याच वासरुम। अनि हजुरको स्पेसियस बाल्कनी, यो हो हजुरको बाल्कनी, हेर्न सक्नुहुन्छ भ्यू। अनि त्यसपछि यो रहेको छ हजुरको फोर्थ बेडरुम विथ अगेन अट्याच वासरुम। त्यसपछि यो रहेको छ हजुरको मल्टिपर्पज रुम विथ अट्याच बाथरुम विथ स्पेसियस बाल्कनी। अनि पाउनुहुन्छ हजुरले स्पेसियस टेरेस और बार्बिक्यू एरिया, जहाँ हजुरले आफ्नो फ्यामिलीसँग इन्जोय पनि गर्न सक्नुहुन्छ। सो यो घर हजुरले पाउन सक्नुहुन्छ 4.5 करोड नेपाली रुपिजमा। यसको एक्चुअल अमाउन्ट हो 2.4 मिलियन दिरहम्स, तर हजुरले क्यास पेमेन्ट गर्नुभयो भने हजुरले 40% को डिस्काउन्ट पाउन सक्नुहुन्छ, जसपछि अपार्टमेन्टको प्राइस हुन जान्छ 1.4 मिलियन दिरहम्स। सो यदि हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने आजै मलाई सम्पर्क गर्नु होला। अर्को कुरा पनि म के एड गर्छु भने यो मात्र यस्तो टाउन हाउस हो जहाँ हजुरले क्लोज किचन पाउन सक्नुहुन्छ भने हरेक बेडरुममा पाउनुहुन्छ हजुरको इनस्विट बाथरुम।